लोकसेवा तयारी गर्दै गरेका साथीभाइ बहिनीहरूलाई यस युट्युब च्यानलमा स्वागत छ। आज हामी यस युट्युब भिडियोमा 2081 मा सोधेका मोस्ट इम्पोर्टेन्ट क्वेसन हेर्नेछौँ। ल ढिला सुस्ती नगरी भिडियो सुरु गरौँ है त। क्वेसन नम्बर 1, संयुक्त राष्ट्र सङ्घमा प्रवेश गर्ने पहिलो आसियान राष्ट्र तलका मध्ये कुन हो? र हाम्रो अप्सनहरू यस प्रकार छन्: ए इन्डोनेसिया, बी मलेसिया, सी फिलिपिन्स र डी थाइल्यान्ड। एन्सर कुन होला त गाइज? एन्सर थाहा भए कमेन्ट गर्न सक्नुहुन्छ र हाम्रो अप्सन सी चाहिँ राइट छ है। अप्सन सी चाहिँ राइट छ। अब क्वेसन नम्बर 2 तिर लागौँ। क्षेत्रफलको आधारमा सानो महादेशबाट ठुलो महादेशको क्रममा कुन सही छ? यी दिएका अप्सनहरूमा सबै महादेशहरू सेम नै छन्, त्यसैले अब हामीले यसलाई मिलाउनु पर्ने हुन्छ। सबैभन्दा सानो युरोप हो, त्यसपछिको अन्टार्कटिका, त्यसपछिको सानो दक्षिण अमेरिका र त्यसपछिको हाम्रो उत्तर अमेरिका भयो। यसअनुसार हाम्रो अप्सन सी चाहिँ राइट हुन जान्छ। युरोप, अन्टार्कटिका, दक्षिण अमेरिका र त्यसपछि उत्तर अमेरिका। अप्सन सी चाहिँ राइट छ। मोबाइल फोनको आविष्कार कसले गरेका हुन्? अप्सन हेरौँ। ए माइकल फराडे, बी एडविन ल्यानो, सी मार्टिन कुपर, अप्सन डी बुनसेन। र यसको सही एन्सर के होला गाइज? कमेन्ट गर्न सक्नुहुन्छ। र यसको सही एन्सर मार्टिन कुपर रहेछ, अप्सन सी। क्वेसन नम्बर 4 तिर लागौँ। रतन्दो नाइट ब्लाइन्डनेस के को कमी भएमा लाग्छ? अप्सन हेरौँ। ए भिटामिन सी को कमी भएमा लाग्छ कि, बी भिटामिन डी को कमी भएमा लाग्छ कि, सी भिटामिन ए को कमी भएमा लाग्छ कि, डी प्रोटिनको कमी भएमा लाग्छ। एन्सर के होला गाइज? कमेन्ट गर्न सक्नुहुन्छ भिडियो पज गरेर। र यसको सही एन्सर रहेछ सी भिटामिन ए को कमी भएमा रतन्दो लाग्छ। अब क्वेसन नम्बर 5 तिर लागौँ। तलका भनाइहरू अध्ययन गर्नुहोस् र ठिक बेठिक छुट्याउनुहोस्। 1. थार मरुभूमि युरोप महादेशमा पर्दछ। बिल्कुल गलत। यो थार मरुभूमि हाम्रो एसिया महादेशमा पर्दछ। यो चाहिँ गलत छ है। 2. एन्डिज पर्वत श्रृङ्खला दक्षिण अमेरिकामा पर्दछ। यो चाहिँ ठिक छ। यसअनुसार हाम्रो ए, बी, सी र डी मध्ये अप्सन डी चाहिँ राइट हुन जान्छ। 2 ठिक तर 1 बेठिक। ढिला नगरी हामी अप्सन क्वेसन नम्बर 6 तिर लाग्छौँ। एसिया महादेशमा कतिवटा भूपरिवेष्टित देशहरू रहेका छन्? अप्सन हेरौँ। ए 2वटा, बी 12वटा, सी 16वटा र अप्सन डी 18वटा। एन्सर के होला गाइज? भिडियो पज गरेर कमेन्ट गर्नुहोला। र यसको सही एन्सर अप्सन बी 12वटाहरू छन्। ढिला नगरी हामी क्वेसन नम्बर 7 तिर लागौँ। राणाकालमा फौजदारी प्रकृतिको मुद्दा मामिला हेर्न न्याय सम्पादन गर्ने वकिललाई के भनिन्थ्यो? अप्सन हेरौँ। ए तेजार्थ, अप्सन बी कौशल, अप्सन सी इटा सफ्ली र अप्सन डी लिडबल। एन्सर के होला गाइज? कमेन्ट गर्नुहोला भिडियो पज गरेर। र यसको एन्सर अप्सन सी इटा चप्ली हुन जान्छ। अप्सन सी चाहिँ राइट छ है। क्वेसन नम्बर 8 तिर लागौँ। फ्रान्सको राजक्रान्ति नारा के थियो? अप्सन ए समानता, स्वतन्त्रता र सुख, अप्सन बी समानता, स्वतन्त्रता र भातृत्व, अप्सन सी समानता, स्वतन्त्रता र न्याय, अप्सन डी समानता, स्वतन्त्रता र समावेशित। यसको सही एन्सर के होला गाइज? कमेन्ट गर्नुहोला। र यसको सही एन्सर हाम्रो अप्सन बी समानता, स्वतन्त्रता र भातृत्व हुन जान्छ। अप्सन बी। अब क्वेसन 9 तिर लागौँ। पिरामिडको खास अर्थबारे तलका भनाइ अध्ययन गरी सही विकल्प छान्नुहोस्। ए तत्कालीन मिस्र राजाहरूले नाइल नदीको किनारामा विकास गरेका सभ्यता। यो चाहिँ बिल्कुल गलत। 2 तत्कालीन मिस्रका राजाहरूको चिहान हो। यो चाहिँ बिल्कुल सही रहेछ, ठिक। यसअनुसार हाम्रो अप्सन सी 2 मात्र ठिक हुन जान्छ। अप्सन सी चाहिँ राइट हो है। अब क्वेसन नम्बर 10 तिर लागौँ।
जोडा मिलाई सही विकल्प छान्नुहोस्। अ र आमा जोडा मिलाउनु पर्नेछ। अतिर डेटहरू दिएको छ भने आतिर पर्वहरू दिएको रहेछ। ल अब जोडा मिलाउन सुरु गरौँ। विक्रम सम्वत 1988 देखि प्रचण्ड गोर्खा पर्व चाहिँ मनाउने सुरु भएको हो। विक्रम सम्वत 1987 देखि हाम्रो लाइब्रेरी पर्व मनाउने सुरु भएको हो र विक्रम सम्वत 1977 देखि चाहिँ मकै पर्व मनाउने चलनमा आएको हो र विक्रम सम्वत 1981 देखि चाहिँ 81 मा चाहिँ हाम्रो दास प्रथाको उन्मूलन भएको थियो। यस अनुसार हेर्ने हो भने कुन एन्सर राइट छ त? एन्सर कमेन्ट गर्नु होला गाइज। मैले त भनि नै सके। ल अप्सन ए चाहिँ राइट छ है। यस अनुसार अप्सन ए चाहिँ राइट छ। अब क्वेसन नम्बर 11 तिर लागौँ। लोकसेवा आयोगमा दरखास्त पेश भएका निम्न नामहरू ध्यानपूर्वक अवलोकन गर्नुहोस्। ल अवलोकन गरौँ त। 1 मा नेपाल रायमाझी, 2 मा कमल थापा, 3 कमल भण्डारी, 4 कमल पौडेल, 5 कमल नेपाल र निर्देशन के छ भने माथि दिएका नामहरू नेपाली वर्णमाला क्रम अनुसार अगाडिदेखि पछाडि हुने गरी क्रमबद्ध गर्नुहोस् र तल दिएका कोडबाट सही फाइलिङ क्रमबाट छनौट गर्नुहोस्। नेपाली वर्णमाला अनुसार हेर्ने हो भने हाम्रो कमल नेपाल चाहिँ पहिलो नम्बरमा हुनुभयो, कमल पौडेल चाहिँ दोस्रो नम्बरमा, कमल भण्डारी चाहिँ तेस्रो नम्बरमा र कमल रायमाझी चाहिँ चौथो नम्बरमा र कमल थापा चाहिँ हाम्रो 5औं नम्बरमा। यस अनुसार हेर्ने हो भने हाम्रो अप्सन डी चाहिँ राइट हुनु पुग्छ। अप्सन डी चाहिँ राइट छ है। अप्सन डी चाहिँ राइट छ। क्वेसन नम्बर 12 तिर लागौँ। सिद्धार्थ गौतमको जीवनसँग जोडिएर आउने मायादेवीलाई ड्यास ड्यास नामले पनि सम्बोधन गरिन्छ। ए महामाया, बी प्रजापति गौतमी, सी यशोधरा, डी नन्दकुमारी। अप्सन के होला गाइज? कमेन्ट गर्न सक्नुहुन्छ भिडियो पज गरेर र यसको सही एन्सर म भन्न गइरहेछु। के हो भन्दाखेरि यसको सही एन्सर अप्सन ए महामाया हो। अप्सन ए। ल क्वेसन नम्बर 30 तिर लागौँ। विक्रम सम्वत 2015 सालको आम निर्वाचनमा देशभर कति निर्वाचन क्षेत्र रहेका थिए? अप्सन हेरौँ। ए 105 वटा, बी 109 वटा, सी 205 वटा या अप्सन डी 265 वटा। र यसको सही एन्सर रहेछ अप्सन बी 109 वटा निर्वाचन क्षेत्र रहेको थियो विक्रम सम्वत 2015 सालको निर्वाचनमा। त्यसै गरी अब क्वेसन नम्बर 14 तिर लागौँ। विश्व ब्याङ्कबाट सार्वजनिक गरिएको प्रतिवेदन अनुसार सन् 2024 मा नेपालको आर्थिक वृद्धि कति प्रतिशतले हुने अनुमान गरेको छ? अप्सन हेरौँ। ए 3.13, बी 3.2, सी 3.3 या डी 3.5। र यसको सही एन्सर रहेछ अप्सन सी 3.3 प्रतिशत रहेछ एन्सर। त्यसै गरी क्वेसन नम्बर 15 तिर लागौँ। सङ्गीतको आधार तलका मध्ये कुन वेदलाई मानिन्छ? र हाम्रो अप्सन यस प्रकार छन्। ए ऋग्वेद, बी अथर्ववेद, अप्सन सी यजुर्वेद र अप्सन डी सामवेद। कुन होला त गाइज अप्सन सही? र यसमध्ये हाम्रो सही एन्सर रहेछ अप्सन डी सामवेद। अप्सन डी सामवेद चाहिँ सही एन्सर रहेछ। क्वेसन नम्बर 16 तिर लागौँ। नेपालमा लाभ लागत लगायत विविध विश्लेषणको आधारमा योजना ब्याङ्क प्रोजेक्ट ब्याङ्क निर्माण गर्ने कार्य तलका मध्ये कुन निकाय हो? र हाम्रो अप्सन यस प्रकार छन्। ए प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, बी अर्थ मन्त्रालय, अप्सन सी राष्ट्रिय योजना आयोग र अप्सन डी लगानी बोर्ड नेपाल। अप्सन के होला गाइज? हजुरहरूले एकैछिन समय दिए कमेन्ट गर्नु होला। नेपालमा लाभ लागत लगायत विविध विश्लेषणको आधारमा योजना ब्याङ्क प्रोजेक्ट ब्याङ्क निर्माण गर्ने कार्य तलका मध्ये कुन निकाय हो? र यसको सही एन्सर रहेछ हाम्रो अप्सन सी राष्ट्रिय योजना आयोग। अप्सन सी राइट एन्सर। त्यसै गरी अब 17 तिर लागौँ। नेपालमा बोल्ने प्रमुख 5 भाषाहरूमा
बढीदेखि कमको क्रम तलको मध्ये कुन सही हो? र हाम्रो अप्सनहरू यस प्रकार छन्। पहिला अप्सनलाई विश्लेषण गर्नुपर्छ, कुन अगाडि आउँछ कुन पछि आउँछ भनेर। अप्सन हेरौँ। पहिलो अप्सन एमा नेपाली, यो सही छ, नेपाली नै आउँछ। त्यसपछिको मैथिली हो, सही छ। त्यसपछिको भोजपुरी हो, यो पनि सही छ। र त्यसपछिको चाहिँ हाम्रो थारू हुन्छ र त्यसपछिको चाहिँ तामाङ भाषा हुन्छ है। र यसलाई विश्लेषण गर्ने हो भने हाम्रो सही एन्सर अप्सन सी हुन जान्छ, नेपाली, मैथिली, भोजपुरी, थारू, त्यसपछिको तामाङ। अप्सन सी चाहिँ राइट एन्सर। क्वेसन नम्बर 18। विक्रम सम्बन्ध 2079 सालको मदन पुरस्कार कुन कृतिलाई प्रदान गरिएको थियो? र हाम्रो अप्सनहरू यस प्रकार छन्। ए इजोरिया, अप्सन बी चक्रव्यूह, अप्सन सी माटाको घर र अप्सन डी एन्थन। यसमध्ये हाम्रो सही एन्सर के होला गाइज? विक्रम सम्बन्ध 2079 सालको मदन पुरस्कार कुन कृतिलाई प्रदान गरिएको थियो भन्ने हाम्रो क्वेसन रहेछ। र यसको सही एन्सर हाम्रो अप्सन सी माटाको घर। माटाको घर चाहिँ सही एन्सर रहेछ। क्वेसन नम्बर 19 तिर लागौँ। समूह 1 सँग समूह 2 को जोडा मिलाई सही विकल्प रोज्नुहोस्। समूह 1 मा मन्दिरहरूको नाम दिएको छन् भने समूह 2 मा जिल्लाहरूको नाम दिएको छन्। अप्सन ए छिन्नामस्ता। छिन्नामस्ता मन्दिर हाम्रो सप्तरी जिल्लामा पर्छ। अप्सन 2 चन्द्रनाथ मन्दिर हाम्रो जुम्ला जिल्लामा पर्छ। 87 धाम हाम्रो झापा जिल्लामा पर्ने भयो र बागेश्वरी मन्दिर चाहिँ हाम्रो बाँके जिल्लामा पर्ने भयो। यसलाई विश्लेषण गर्ने हो भने हाम्रो अप्सन डी चाहिँ राइट हुन जान्छ। अप्सन डी 1 को ग, 2 को ख, 3 को घ, 4 को क चाहिँ सही एन्सर रहेछ। क्वेसन नम्बर 20 तिर लागौँ। सन् 2024 को 29th युनाइटेड नेसन क्लाइमेट चेन्ज कन्फरेन्स कहाँ हुने तय भएको छ? र हाम्रो अप्सनहरू यस प्रकार छन्। ए बाकु अजरबाइजान, बी बेलाम ब्राजिल, सी बोन जर्मनी, डी लिमा पेरु। र यसमध्ये हाम्रो सही एन्सर हुन जान्छ ए बाकु अजरबाइजान। त्यसै गरी अब 21 तिर लागौँ। नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसङ्ख्याको कति प्रतिशत 15 देखि 59 वर्षको उमेरका रहेका छन्? र हाम्रो अप्सनहरू यस प्रकार छन्। ए 56.96, बी 59.66, अप्सन सी 61.96 र अप्सन डी 66.19। र यसमध्ये हाम्रो सही एन्सर हुन जान्छ अप्सन सी 61.96। त्यसै गरी अब क्वेसन नम्बर 22 तिर लागौँ। तल दिएको निर्देशनहरू पालना गरी दिएको समस्या हल गर्नुहोस्। निर्देशनहरू के छन् हेरौँ। 1 दिएका अक्षरहरूको क्रम इ ल म स योहरू दिएको छ। यिनीहरूमा अगाडि स्वर वर्ण र पछाडि व्यञ्जन वर्णहरूको बीचमा भएका व्यञ्जन वर्णहरूको सङ्ख्या गर्नुहोस्। 2 मा हेरौँ। सो सङ्ख्यालाई 5 ले गुणन गर्नुहोस्। समस्या के छ भन्दाखेरि गुणनफल कति हुन्छ? यो क्वेसनमा हेरौँ है, एकैछिन समय लाग्न सक्छ। क्वेसन हेरौँ, इम्पोर्टेन्ट छ यो क्वेसन। हामीलाई के भनेछ भन्दाखेरि अगाडि स्वर वर्ण र पछाडि व्यञ्जन वर्णको बीचमा भएका व्यञ्जन वर्णहरूको सङ्ख्या गर्नुहोस् भनेछ। ल हेरौँ, स्वर वर्ण कुन कुन छ त? पहिला यहाँ इ छ, एउटा स्वर वर्ण इ छ है, इ छ। त्यसपछि यहाँ आएपछि उ छ, त्यसपछिको इ छ, आ छ र अन्तिममा इ छ। हेरौँ है। अनि त्यसपछि के भनेछखेरि पछाडि व्यञ्जन वर्ण र बीचमा पर्ने व्यञ्जन वर्ण हुनु पर्यो। यसअनुसार हेर्ने हो भने हाम्रो यहाँ एउटा यहाँ इ ल म एउटा भयो, पछाडि व्यञ्जन वर्ण, बीचमा व्यञ्जन वर्ण र अगाडि चाहिँ स्वर वर्ण भयो। त्यसपछि हेर्ने हो भने उतिर लगाऊँ। यहाँ उतिर पछाडि व्यञ्जन वर्ण र बीचमा स्वर वर्ण, पछाडि व्यञ्जन वर्ण, बीचमा व्यञ्जन वर्ण र पछाडि अगाडि चाहिँ स्वर वर्ण यहाँ छ है। उ प र यहाँ एउटा, यो एउटा, दुईटा भयो है। यहाँ हेर्ने भने इ ल म आ छ है। यो हुँदैन, किनभने अगाडि पनि स्वर वर्ण, बीचमा व्यञ्जन वर्ण र पछाडि पनि
स्वर वर्ण नै भएको कारणले यो हुँदैन, यो हुँदैन है, दुईटा भयो। त्यसपछि हेर्ने हो भने इ भन यो चाहिँ हुन्छ, किनभने अगाडि स्वर वर्ण, बिचमा व्यञ्जन वर्ण र पछाडि व्यञ्जन वर्ण छ है। हाम्रो कतिवटा भयो भने एउटा, दुईटा, तीनटा भयो है, तीनटा भयो। यसअनुसार हेर्ने हो भने हाम्रो 2मा के भनेछ भने यो सङ्ख्यालाई 5ले गुणन गर्नुहोस्। त्यसअनुसार हाम्रो एन्सर कुन राइट होला गाइज? 5 × 3 है, 15। अप्सन बी चाहिँ राइट एन्सर रहेछ हाम्रो, अप्सन बी चाहिँ राइट एन्सर। ल अब क्वेसन नम्बर 23 तिर लागौँ। दिगो विकास लक्ष्यको लक्ष्य नम्बर 4 केसँग सम्बन्धित छ क्वेसन छ हामीलाई। ल अप्सन हेरौँ। ए गुणस्तरीय शिक्षा, बी स्वास्थ्य र समुन्नत समाज, सी लैङ्गिक समानता र अप्सन नम्बर डी स्वच्छ पानी तथा सरसफाइ। यसमध्ये एन्सर के होला गाइज? कमेन्ट गर्नु होला भिडियो पज गरेर। ल एन्सर हेरौँ है त। यसको एन्सर अप्सन ए गुणस्तरीय शिक्षा चाहिँ राइट एन्सर छ है। दिगो विकास लक्ष्यको लक्ष्य नम्बर 4 केसँग सम्बन्धित छ भन्दाखेरि गुणस्तरीय शिक्षासँग सम्बन्धित छ है। ल अब क्वेसन नम्बर 24 तिर लागौँ। देश र महादेशको आधारमा जोडा मिलाउनुहोस्। हामीलाई कुन देश कुन महादेशमा पर्छ भनेर जोडा मिलाउनु पर्नेछ है गाइज। हेरौँ है। लात्भिया देश हाम्रो युरोप महादेशमा पर्छ है, युरोप महादेशमा पर्छ। लिबिया देश चाहिँ हाम्रो अफ्रिका महादेशमा पर्छ र टर्की चाहिँ सबैले थाहा नै हो एसिया महादेशमा पर्छ है। यसअनुसार हेर्ने हो भने 1 को ग, 2 को क र 3 को ख। यसअनुसार हाम्रो अप्सन डी चाहिँ राइट हुन जान्छ, डी चाहिँ राइट छ है एन्सर। ल अब 25 तिर लागौँ। क्याल्डेरा केसँग सम्बन्धित छ? क्वेसन के रहेछ भन्दाखेरि क्याल्डेरा केसँग सम्बन्धित छ? ल अब अप्सन हेरौँ। ए भूकम्प, बी हिमनदी, सी ज्वालामुखी, डी अक्षांश। एन्सर के होला गाइज? कमेन्ट गर्नु होला। र यसमध्ये हाम्रो सही एन्सर रहेछ अप्सन सी ज्वालामुखी। क्याल्डेरा ज्वालामुखीसँग सम्बन्धित छ। अब क्वेसन नम्बर 26 तिर लागौँ। ल सिमसार क्षेत्रको संरक्षण सम्बन्धी रामसार सूचीमा नेपालको तलका मध्ये कुन क्षेत्र सर्वप्रथम सूचीकृत भएको हो? ल अप्सन हेरौँ है। ए राराताल, बी फोक्सुन्डो ताल, सी गोसाइकुण्ड र अप्सन डी कोशी टापु वन्यजन्तु आरक्ष। एन्सर के होला गाइज? कमेन्ट गर्नु होला भिडियो पज गरेर। र यसको सही एन्सर हाम्रो अप्सन डी कोशी टापु वन्यजन्तु आरक्षण हो। ल अब क्वेसन 27 तिर लागौँ। क्वेसन नम्बर 27। सही जोडा मिलाइ विकल्प छान्नुहोस्। हामीले जोडा मिलाउनु पर्ने छ। ल हेरौँ। 1 नम्बरमा के छ भन्दाखेरि विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ? कहिले मनाइन्छ त गाइज? विश्व जनसङ्ख्या दिवस हाम्रो जुलाई 11 को मनाइन्छ, जुलाई 11 को। विश्व पर्यटन दिवस हाम्रो सेप्टेम्बर 27 को मनाइन्छ र विश्व वातावरण दिवस जुन 5 को मनाइन्छ, जुन 5 को। विश्व स्वास्थ्य दिवस अप्रिल 7 को मनाइने गरिन्छ। यसअनुसार हेर्ने हो भने हाम्रो अप्सन सी चाहिँ राइट हुन जान्छ, अप्सन सी चाहिँ राइट छ है। अब क्वेसन नम्बर 28 तिर लागौँ। ग्लोबल इनोभेसन इन्डेक्स 2023 को सूचीमा नेपाल कतिऔं स्थानमा रहेको छ? नेपाल कतिऔं स्थानमा रहेको छ भन्ने क्वेसन गरेछ। ल अप्सन हेरौँ। ए 166औं स्थानमा, अप्सन बी 107औं स्थानमा, अप्सन सी 108औं स्थानमा र अप्सन डी 109औं स्थानमा। एन्सर कुन होला गाइज? कमेन्ट गर्न सक्नुहुन्छ भिडियो पज गरेर। र यसको राइट एन्सर चाहिँ हाम्रो अप्सन सी 108औं स्थानमा रहेछ है। ग्लोबल इनोभेसन इन्डेक्सको आधार 2023 को सूचीमा नेपाल 108औं स्थानमा रहेछ। क्वेसन नम्बर 29 तिर लागौँ। सबैभन्दा पहिले चीनको भ्रमण गर्ने नेपालका प्रधानमन्त्री तलका मध्ये को थिए? र हाम्रो अप्सनहरू यस प्रकार छन्। ए विश्वेश्वर प्रसाद कोइराला,
बी डाक्टर KI सिंह, सी टङ्क प्रसाद आचार्य र अप्सन डीमा के छ भन्दाखेरि डाक्टर तुलसी गिरी। के होला गाइज कमेन्ट गर्नु होला। र यसको सही उत्तर चाहिँ हाम्रो अप्सन सी रहेछ, टङ्क प्रसाद आचार्य, नेपालका प्रधानमन्त्री जुन चाहिँ चीनको पहिलो पटक भ्रमण गर्नुभएको छ। अब अन्तिम क्वेसनतिर लागौँ। क्वेसन नम्बर 30। संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्था र सम्बन्धित प्रधान कार्यालय स्थानबीच जोडा मिलाई सही विकल्प छान्नुहोस्। क्वेसन रहेछ संस्था र त्यसका प्रधान कार्यालयबीच हामीलाई जोडा मिलाउनु पर्नेछ। ल हेरौँ। एकमा के छ भन्दाखेरि एकमा अन्तर्राष्ट्रिय हुलाक सङ्घ संस्था कहाँ छ गाइज? यो चाहिँ स्विजरल्यान्डको बर्नमा छ है। त्यसपछि 2मा विश्व जलवायु सङ्गठन संस्था कहाँ छ गाइज? जेनेभा, स्विजरल्यान्डको जेनेभामा छ। त्यसपछि विश्व पर्यटन सङ्गठन यो चाहिँ मेड्रिड, स्पेनको मेड्रिडमा छ है। अन्तर्राष्ट्रिय कृषि विकास कोष चाहिँ हाम्रो रोम, इटलीको रोममा छ है। यस अनुसार हेर्ने हो भने हाम्रो कुन एन्सर राइट छ त गाइज? यस अनुसार हाम्रो अप्सन बी चाहिँ राइट हुन जान्छ है। ल यति हो आज हाम्रो क्वेसन चाहिँ 30 वटा क्वेसन जुन चाहिँ पास्ट इयर क्वेसन रहेछ।